हेलो गाइज, गुड मर्निङ, नमस्ते। सबैजना आएर हुनुहुन्छ होला होइन। आज चाहिँ म सुटिङमा आएको छु। यता हाम्रो यो आज माग्ने दादा आउँदै हुनुहुन्छ अरे गेस्ट। आज सायद यो सिरियल हो कि समथिङ के टक सो के भन्नुभयो, त्यसको सुटमा छौँ। हामी चाहिँ यो स्टुडियोमा आइपुगेका छौँ। खम्बे स्टुडियो भन्दो रहेछ। म चाहिँ यता फर्स्ट टाइम आएको। घरहरू छ है। यता चाहिँ मेकअप भइरहेछ। यहाँ चाहिँ मेकअप भइरहेछ। अनि यता चाहिँ तयारी हुँदैछ घर सजाउने काम। बाँकी चाहिँ हामी पछि देखाउँला। अहिलेलाई चाहिँ क्लोज गरौँ है। ल त्यसो भए तयारी हुँदैछ। ल चाहिँ मेकअप भइरहेछ। हेलो नानी कहाँ गए? उहाँ गीत सिक्न गीत गाउने थियो। अब तपाईँ त साह्रै कमजोर मान्छे हुनुहुन्थ्यो जस्तो। मलाई बेहुला बनाउँछु भन्ने त कति थिएँ कति म सबैले बिहा गरेर चाहिँ गएर म बेहुला भएको छैन। तपाईँ त एउटाले बिहा गरेर अन्त जाने बित्तिकै बेहुला हुने कमजोर मनको हुनुहुन्थ्यो त बुझ्नुभयो। तपाईँको मनै कमजोर रहेछ, काम हो कमजोर छ। यस्तो ज्याङ्गो देखेन, जानु भयो क्या मुटी त्यो यो बेहुला भयो। गाउँको छिमेकी हेर्न यस्तो नाम चिने यो अनेक थरी भन्नुहुन्छ। यसलाई अन्यथा नलिनु। चुपचुप लाग, चुपचुप ला। यसमा चाहिँ नि हो फेरि लास्टमा चाहिँ जाँदाखेरि टटो गइहाल्नु भने स्वास्थ्य यता जाने होइन। फेरि आउनु फेरि किन हो होइन अलिअलि ठिक ठिक होला जस्तो भयो होइन। ल म गएँ भने फेरि यतै जाने अनि फेरि आयो होइन। अनि फेरि किन आउनु आउनु समय यताबाट जानु परेन। यहाँ रहेछ बाटो अनि यता गइरहेको छ नि घर यता चाहिँ के अरे यसरी फर्केर जानु पऱ्यो। कस्तो एउटा दैलो चलाउँदैमा फैलाउँछु अनि यहाँ के भन्नुपर्छ भने स्क्रिप्टमा सकिसक्यो के बोल्नु सिसु दिन्छ नि ठुलो ठुलो जबरजस्ती बोल भन्छ के बोल्नु होइन त रामेजी। यहाँभन्दा अरू के त बाबु बोल्न त बोल्न दुई तिनचोटि आइस भन्नु कुरो बोल्नु स्क्रिप्ट भएको बोल्नु। स्क्रिप्ट सिसु दिन्छ नि त्यतिकै जबरजस्ती यो पनि पानीकति बल्ल बल्ल बोलेको छु। ल यहाँभन्दा सक्दिनँ है म आफै सम्हाल्नु आफै सम्हाल्नु भाइहरूको रिहर्सल हुँदैछ। जति सम्हाल्नु सम्हाल्नु बिना स्क्रिप्ट अब चाहिँ सक्दिनँ है। ल आफै सम्हाल्नु के भन्छ दामी हुन्छ पूर्वपछि नै त्यही
उचाल्दा प्र्याक्टिस गर्नुपर्छ लड्ने त हुँदैन नि ल अनि के अरे तिमी यहाँ ओडिसकेपछि नि ल है त भने उसलाई याद आउँछ ए ल हामी पढ्दैन भने बाजालाई मात्र हाल्यो के हुँदैछ त आज हाम्रो विशेष अतिथि गेस्ट आइरहनु भएको सुरु हुँदैछ अरू साथीहरू उतापट्टि छ ज्यापन मुला भने ज्यापन मुला भने राम्रै छ ठिकै छ अलिक परेबाट कुरा गरे हो अब अहिलेसम्म एउटा केटोले पनि नपट्याएको केटी हो म यो त नजिक सर्दा कुरो मिलाइहाल्छ कि भनेर अब उहाँको माइती गरेर आउँदैछ कि माइती घर आउँदैछ चलचित्र के आउँदैछ नि चलचित्र माइती घर एकछिन रोक्दैछ अब ठ्याक्कै हाम्रो त सधैँ आशीर्वाद छानी भोलिया आउँछ रे भनेको राति 500 रुपियाँ टिकट काटेको टिकट ए होइ त्यस्तो अनि तिमी आउँदा फेरि के सोध्यो मलाई छ म व्यवस्था गर्न अहिले चाहिँ ठ्याक्क जानु पछि म व्यवस्था गरिदिन्छु ल अब हाम्रो घरमा यसो स्याङ खाएर स्याङ आएर सोध्नु भयो चुरे मेरो दिन चुरे होला अहिले दिल्ली गइरहनु छैन त्यस्तो बेला त जाने किन नि भएको बेला मात्रै आप्पा आमा भएको बेला मात्रै जाने अब आउँछ अहिले बेलातिर गएर कति सप्ताह सार खानु तपाईँको साथीलाई पनि कसरी आलु लगेर ल अहिलेसम्म म लाग्छ गरेको धेरै धेरै खुसी लाग्यो तपाईँ आइदिनु भयो मेरो दैलोमा दुःख सुखका कुराहरू साटासाट गरिदिनु भयो मैले सोधेको कुराहरूलाई भेटाइदिनु भयो किनकि साथी साथी हो हामी के जस्तो बस लाग्यो अनि उपहार त लानु पर्यो नि केदारजी ल धेरै धेरै शुभकामना फेरि यो विजया दशमी हजुरलाई पनि सबैजना शुभकामना होइन गरिन्छन् अहिले के गर्दैछ त पैसा छापिन्छ पैसा त छापेको भन्दा पनि अब खुसी छ एकदम दिल खुसी छ परिवार खुसी राखेको छ आफू खुसी छ देश विदेश डुल्न पाएको छ 2-4 पैसा अनुहार देख्न पाएको छ सन्तुष्टि छ अब कति कमायो भन्दा कति कमायो थाहा नै छैन कति कमायो दिल खुसी छ बस त्यति अब कस्तो मुन्छे अनुहारै नपरेकोहरूलाई निम्ति धेरै खेलाउँछ हामी जस्तो राम्रो अब खेलाउने हो तिमी मलाई छोडेर जाने तिमी सम्पर्कै नगर्ने कहाँ जाने तिमी पहिला गयो होला भनेर मैले खोजी नगरेको अहिलेसम्म बिहा नभएको भने थाहा भयो त मैले म्युजिक भिडियो खेलाउँथ्यो मेरो बिहे भनेको कान्छी पनि बनाउँथ्यो मैले त म त कान्छी किन म त साइली काइली जो भए पनि बन्ने हो पहिला लैजानु मात्रै मलाई तर कहिले पनि उत्तिने राम्रो आज खुसी लाग्यो है यतिसम्म भेट्दै खुसी लाग्यो आँखै हेर्नु तिम्रो कस्तो छ नि भन्छन् तिमी कुन्जै कस्तो राम्रो कुन्जै तिमी साइरो माइना कान्छो हो कान्छो साइरको भइसक्यो जम्मै मेरो आफ्नै पनि भइसक्यो बुढीको कोही छोडेर गएको छ कि अब खोज्नु पर्छ बिहे नै नभइकन यो जिन्दगीको जवानी खेर हुँदैन त्यस्तो हुँदैन अन्तिम अवस्थामा केही अप्ठ्यारो परेछ भने म छु क्या मैले सम्हाल्न नसकौँला तर एउटा सम्हाल्न के गर्छु ल अब सस्तो राम्रो पनि यो खालको
ल एकदम राम्रो गरिदिन्छु यति राम्रो मान्छेलाई हानी घोप्टिन किन चाहियो नि हानी घोप्टिन हाडी को दाम ठेको हो ठेको मैले यस भने अनि यो बट्याबुट्टु पाएर आछ अब फेरि दसैँ जाँदा फेरि कहाँ बट्याउनु जान्छ त्यही बट्याउनु त हो नि त्यस्तो त्यसो गर्नु त के गरौँ भन्नु अब दिनको चाहिँ लक्ष्मी पैसा बिनापट्टि छ कति पैसा छ थाहा छैन त्यो पैसा चाहिँ छरिदा हुन्छ नि ल त्यो त लिएर हिँड्छु अब त्यसरी त्यो छर्नी गरेर पैसा कमानी छैन है अब त्यति धेरै पैसा कमाएको मैले भने नि मलाई आत्मसन्तुष्टि छ त्यति धेरै पैसा मैले मनकै पैसा कमाएको पनि छैन र जति कमाएको छु एकदम म र मेरो परिवार खुसी छ त्यसरी खुसी भएर हिँड्दाखेरि त्यसरी बोला हिँडेर बोला गीत गाउँदा पैसा दिने विषय छ कि छैन दिन बिर्सेका छन् बरु दिन बिर्सिँदैन बरु दिँदैनन् बरु दिन दिन्छु ल तपाईँ क्युआर ल्याउनुहोस् अथवा तपाईँ खाता नम्बर पठाइदिनुहोस् है भन्छन् त्यहाँबाट त्यस्तै भनेर हिँडेपछि ल एउटा सुनौँ एउटा के भने अब यति बेला म परदेशमा छु एउटा गीत सुनेर जाने नि अँ तिमी नकर भन्दैछु है तिम्रो पाहुना मेरो पाहुना तिम्रो मेरो भाउजू गीत गाउनै नदिनु भयो एउटा सुनाउँछ तमाम यो चाडबाडको बेलामा यो अब आज सप्तमीको दिन यो चाडबाडको बेलामा परदेशमा बसेर कतिपय बुवा आमाको हातको टिका लाउन नपाउने परदेशमा दुःख अहिले त कुनै के फेलबार त्यो माटाको त्यो चिलिम कहाँ सोच्नु भयो होला होइन तिनको चिलिम छ नि त्यही त माटा चिलिम जस्तो छ कि हेर्नु त यसो हेर्नु त मुखलाई चिलिम ट्याक्कै छ ट्याक्कै एउटा तमखु मात्रै नहाल्यो तमखु हाल्यो भने ठ्याक्कै त्यो पोथी लगाउनलाई अरूतिर जानै पर्दैन थियो त आफै भाले त्यस त चुप लाग्यो भन्दैछु तिमी भएन त के हाल्नु तपाईँ त्यो धेरै ठाउँमा कार्यक्रम गर्न जानुहुन्छ कुरा त सुन्न पाइयो नि गर्न पाइयो धेरै ठाउँमा कुरा उहाँले सुन्नु न अलिक ठुलो स्वरले बोल्नुपर्छ तिमी जस्तो हो र बुढो भइसक्यो त्यति बुढो पनि हुँदैन अनि सुन्नु नि त्यस्तो कार्यक्रम गर्न जाँदाखेरि कुनै ठाउँको आयोजकले बोलाउँछ अरे बोलाएपछि उहाँले नमस्कार गर्नुहुन्छ हत्तेरीका विचार नबोला भन्दैछु है तिमीलाई फाइनली गाइस हाम्रो सुटिङ सक्यो हो जाँदैछौँ मलाई गिफ्ट पानीको बोतल देखाएको